हेलो सेवार सबैजनालाई। र यहाँ चाहिँ मेन गेट बनिँदैछ। यहाँ एउटा उयो बनिसकेको छ सिलमसाकमा, यहाँ अर्को यहाँ लडिरहेछ। यो चाहिँ मेन गेट हो, यहाँ हिँड्छ एन्ट्री हुन्छ। यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ घाटी स्कुलको ग्राउन्डमा हो। भोलिको प्रोग्राममा यहाँ चाहिँ अलमोस्ट अन्डर बनिसकेको छ। पब्लिकको लागि चाहिँ यहाँ छ। कुन चाहिँ अरे यहाँ चाहिँ पब्लिक बस्ने कतिजना जस्तो जान्छ अरे यहाँ नि 200 जस्तो एप्रोक्स है, 200 जना अट्ने के छ। र यहाँ चाहिँ के पो राख्ने अरे नेग्रा राख्ने चाहिँ यहाँ बनिँदैछ हाम्रो। नेग्रा राख्ने यहाँ चाहिँ यहाँ बनिन्छ। र यहाँ चाहिँ सनसेट यहाँ बस्छ, यहाँनिर हो। र सट्टै यता ल्याएर चाहिँ यहाँनिर चाहिँ गेस्टहरू भोलि 60 जना जस्तो छ होला, 60 जना जस्तो छ होला गेस्टहरू बस्ने चाहिँ यहाँ हो। लिम्बू जातिको पारम्परिक बाजा नेग्रा अनुग्रहण कार्यक्रम टक्कै यहाँनिर यस्तो बनिसकेको छ। यस्तो छ यहाँनिर चाहिँ अब कार्पेट राखेर कार्पेट ओछ्याएर चाहिँ टक्कै चियरहरू टक्कै बस्छ। टिप्नै लो छिटो छिटो। र यहाँदेखि चाहिँ यो बिचमा दुईवटा पब्लिक बस्ने पन्डल र स्टेजदेखि बिचमा चाहिँ यहाँ डान्सहरू हुन्छ। यो ठाउँमा चाहिँ यस्तो छ ठाउँ चाहिँ हाम्रो भोलिको प्रोग्रामको। ए हावाको खोइ बनिसक्यो होइन, ठोकिसकेको होइन, अल्झाइसकेको त्यो लस त।